अस्सलामुअलैकुम साथीहरू। आज म तपाईहरुलाई मैले जानेको दीन इस्लामबाट मैले सिकेको सानो कुरा तपाईहरुलाई शेयर गर्न गइरहेको छु। बाबा-आमाको बारेमा भिडियो थोरै छ, नकाटिकन राम्ररी सुन्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। ल सुन्नुस् है त। आमा-बा बित्नु भनेको धेरै ठुलो धक्का हो, जीवनमा लाग्ने धक्का हो, दुःखको पल हो, दिलमा लाग्ने चोट हो। दुःख त मान्छे भुलिदिन्छन्, दुःख त मान्छेहरू भुलिदिन्छन्, तर नोक्सान धेरै ठुलो छ। यो नोक्सानको हानि धेरै छ। यो यस्तो नोक्सान हो, पुरै दुनियाँको खजाना भनेको त थाहै छ, बहुमूल्य वस्तु, बहुमूल्य चिजहरू हैन। पुरै दुनियाँको खजाना मिलाएर पनि यसको बराबरी गर्न सकिँदैन। हेर्नुस् त, भनेपछि संसारको सबैभन्दा बहुमूल्य चिज नै बाबा-आमा हो भनेर बुझ्नुस् है। जब कोही मान्छेको आमा बित्नुहुन्छ नि, तब अल्लाह ताला आज्ञा गर्नुहुन्छ, अल्लाह ताला फरमाउनुहुन्छ, आज्ञा गर्नुहुन्छ, ए मेरो बन्दा भनेको चाहिँ ए मेरो मान्छे, अथवा ए मलाई चाहनेवाला, ए मलाई मान्नेवाला भनेर पनि यसरी पनि बुझ्न सक्नुहुन्छ है। ए मेरो मान्छे, जसको कारण म तिम्रो ख्याल गर्थे, उसको मृत्यु भइसकेको छ। ऊ थियो र पो म तिम्रो ख्याल गर्थे। अब तिमी आफ्नो अमल भनेको कार्य है। अब तिमी आफ्नो कार्य, आफ्नो स्वच्छतालाई ध्यान दिनु, ताकि तिम्रो स्वच्छ कार्यको, तिम्रो स्वच्छ अमल अथवा स्वच्छ कार्यको कारण म तिम्रो ख्याल गरिरहूँ, तिम्रो हिस्साको पुरस्कार इनाम दिइरहूँ। हेर्नुस् त कति गहिरो कुरा छ। आमा यस्तो चिज हो, बा यस्तो चिज हो, आमा यस्तो चिज हो, बा यस्तो चिज हो। आमा बाको आज्ञा पालना गर्नु, आमा बाको आज्ञामा उफ पनि नगर्नु। उफ हाम्रो भाषामा हो झर्को मान्नु, अटेरी गर्नु हैन, हे भन्नु हैन। आमाले बोलाउनु हुन्छ नि, आमाले बोलाउनु भो, हे बाबाले बोलाउनु भो, हो यो अप्रिय शब्द हो के। जो अप्रियताका साथ हे भन्नुहुन्छ नि, ए हो, यही नै उफ हो। यसमा पुरै तपाईको अमल, तपाईले गरेका कार्य सबै बर्बाद भएर जान्छ कि। बुझ्नुभयो नि। त्यसैले बेलैमा आमा बाको सेवा गरौँ, आमा बालाई माया गरौँ, आमा बाको महत्त्व बुझौँ। आमा बाको सेवा गर्नु भनेको फर्ज हो। फर्ज भनेको त तपाईहरुलाई थाहै छ, कर्म हो, कर्तव्य हो, गर्नै पर्ने कुरा हो। त्यसैले भनिन्छ नि, तपाईहरुलाई पनि थाहा छ यो कुरा त हैन, आमाको पैतला मुनि जन्नत छ। बा भनेको यस्तो छहारी हो, यस्तो बिरुवा हो, यस्तो रुख हो कि जो फलदार नभए पनि शीतल छहारी दिनुहुन्छ। त्यसैले बा आमाको इज्जत गरौँ है। सलाम पुगोस् सबैमा। अस्सलामुअलैकुम।